हेलो, वेलकम टू माई न्यू भिडियो। आज चाहिँ म यहाँ खेतमा तोरी मुठा बाँध्नको लागि म जाँदैछु। म लगायत मम्मी बाबाहरू सबैजना जाँदैछौँ। यता हुनुहुन्छ मम्मी, तपाईँहरूलाई म देखाउँछु। जाउँ मम्मी। यस्तो छ खेतहरू, नजिकै छ, घरदेखि धेरै टाढा छैन। थोरै 15-20 पाइला पर हिँडेपछि खेत आउँछ। यहाँ चाहिँ तोरीहरू छ। यो तोरीहरू उठाइसक्यो। अब यसलाई चाहिँ मुठा बाँधेर एक ठाउँमा तिरपालहरू राखेर चाहिँ यसलाई व्यवस्थित गरेर 8-9 दिन जतिमा चाहिँ यसलाई झार्नुपर्छ। त्यसको लागि चाहिँ मम्मी, म, बाबा आएका छौँ खेतमा। तोरी चाहिँ यस्तो छ है। यता हुनुहुन्छ मम्मी, मम्मी पनि यहाँ काम गर्दै हुनुहुन्छ। खेतहरू यस्तो छ। अब यसलाई सबै टक्कसँगले बाँधिसकेर कामहरू सक्नु छ। यस्तो छ है, काम गर्ने ठाउँ यस्तो छ है। मम्मी पनि यहाँ काम गर्दै हुनुहुन्छ यता है। टक्क लगाएर सर्लक्कसँगले यसलाई मुठाहरू बाँध्दै एक ठाउँमा राखेपछि अनि काम सकिन्छ। यस्तै छ है, हेर्न सक्नुहुन्छ है। अब यहाँ टक्कसँगले तिरपालहरू निकाल्दै हुनुहुन्छ मम्मीले। तिरपालहरू निकालिसकेपछि टक्कसँगले के गर्ने यो प्लास्टिकमा चाहिँ तोरी बाँध्ने हो। प्लास्टिक पनि सानो सानो रहेछ। अब त्यो ठुलो ठुलो तिरपालहरू पनि निकाल्दा हुन्छ। यो के, यो बाँध्नका लागि जुइना त होला। यसो देखाउनु नि त, यसो बाँधेर तपाईँको बाँध्ने तरिका। यो त अनि परालको मुठा बाँधे यसरी पनि बाँध्नु पर्दो रहेछ नि त। हेर्न सक्नुहुन्छ। यसरी टक्कसँगले लगाएर चाहिँ यो चाहिँ तल भुइँमा झर्छ भनेर चाहिँ यो मुनिबाट ओछ्याइएको छ। यसलाई चाहिँ बिस्तारसँगले गर्नुपर्छ, नभए यसको दानाहरू भुइँभरि खस्न सक्छ, झर्न सक्छ। त्यही भएर अब यति गरिसकेपछि चाहिँ अब यसको यो दानाहरू झरे पनि ती तलै रहन्छ। त्यस कारणले गर्दाखेरि यति गरिसकेपछि चाहिँ एकदम नष्ट कम हुन्छ। यसरी मुठाहरू सबै भेला पारेर बाँधेर यहाँ राखिसकेपछि चाहिँ अनि आजको काम फिनिस हुन्छ। टक्क लाएर यस्तो छ है। यस्तो छ। म पनि अब स्टार्ट गर्न थाल्छु।